के भन्छ यसलाई इभिनिङ वाक यता त्यहाँ इभिनिङ वाक हेर्दैछौँ गाइज पर्दैन भिडियो बनाउने ब्लग बनाउनुपर्छ कतिवटा छ यो बाटो नै हेर पहिले त यो पछि बनायो कि उयो पहिले त थिएन नि त्यो तल्लो छेउको बाटो चाहिँ एल्सुमा चाहिँ राम्रो गराएको छ यो साइडमा चाहिँ पारी बनाएको छ कुन चाहिँ साँझ अझ मजा आउँछ यो लाइटहरू पुरै बल्छ लाइट सबै बल्छ नि यो सब बल्छ सब लाइट बल्छ छतरीहरू ब्लड प्रेसरहरूको लागि कन्ट्रोल गर्नको लागि त्यो गिफ्टवाला हुन्छ नि माथि त्योवाला चाहिँ यो खाली खुट्टा हिँडेपछि त्यसले अलिकति कन्ट्रोल गर्छ हुन्छ नि त प्रेसर खाली खुट्टा चाहिँ यस्तो गरिन्छ यसमा कुन अब यो यहाँसम्म के मिलाएको छ त यो काठै नि यो माथि चाहिँ होइन पुरै रुख यति नाच्नुको सबै एक नाच्नु पुरा दामी छ नि यो यतिको यसरी चाहिँ हामीले नेपालमा चाहिँ तत्काल कल्पना पनि गर्न सक्दैनौँ याद सकिँदैन यार खोला आफ्नो ठाउँमा पुगिरहेको छ कति आनन्दको छ है लाइफ हिँड्ने सर्टकटहरूदेखि हरियाली यो कम्ती लामो छैन रुख फेरि जता यो उता जहाँ यो रुखहरूसँग यार कस्तो मिलाएर बनाएको है यो रोप्यो नि त यो सबै खोलाको बाटो हो यो पारीबाट यहाँ बाहिरबाट लिएर कृत्रिम डिजाइनमा बनाएको क्या टेक्नासको के यो यहाँबाट छ नि पारीसम्मको यो खोलाको बाटो रहेछ कि नेपालमा गएर चाहिँ सबै यो खोला अलिकति साँगुरो हुँदै गइसक्यो अनि यसैलाई चाहिँ तपाईँको मान्छेले बिहानमा मर्निङ वाक गर्ने इभिनिङ वाक गर्ने साइक्लिङ गर्ने साइकल रुट बनाइदिएको छ है तपाईँको सेफ्टी त्यस्तै छ लाइटहरू त्यस्तै गर्छ अहिले अलिकति कोरियाको विकास खोलालाई पनि एउटा किसिमले विकासमा परिणत गरेर है त्यो खोला यस्तो कम्पनीभित्र यत्रो घरको सहरबाट बग्ने खोला कति सफा पानी बग्छ कि त्यो अरू भन्दा नि हेर माछा छ हो त्यहाँ यो कुना कानीमा छैन ऊ त्यस्तोमा यो पुरै यो सफा फिल्टर हुँदैछ कि पानी त्यो पारीबाट नै साइकल रुट त्यहाँदेखि पारीफारी फेरि रोड छ फेरि त्यो चाहिँ नामदोङ्गु पर्छ इन्सानको नामदोङ्गु अनि यही खोलाको चाहिँ सिमाना यही हो वारी एन्सु पारी नामदोङ्गु पहिले त मैले साह्रै साइक्लिङ गर्थेँ हौ यही बाटो म पनि माथि पर चाहिँ झर्ना जस्तो सर्र छ क्या इन्सन पुग्नु भएको नि तपाईँ पनि होइन इन्सन टर्मिनलसम्म जाने हो यहाँबाट गएपछि इन्सन टर्मिनल ठ्याक्कै त्यहाँसम्म जाने गएर त्यहाँ गएर त्यो पानी कस्तो सर्र झर्ना जस्तो एकदम त्यहाँ जान मजा आउँछ जङ्गलको बाटो यो पानामाको जङ्गलको बाटो अमेरिका छिर्ने बाटो यो पानामाको जङ्गल यो ठ्याक्कै नेपाल जस्तै छ नेपालको नै माथि लेकतिर हुन्छ कि अलिकति लेकतिर अलिक घना जङ्गलमा होइन यस्तोबाट छिर्ने हो कि यहाँबाट चाहिँ फेरि यो पानामा यो अमेरिका छिर्ने बाटो यो मेक्सिको र यो अमेरिकाको बिचको यो पानामा जङ्गल हो यो एकदम डरलाग्दो जङ्गल यो यहाँदेखि ठ्याक्कै नेपाल जस्तै छ तल्लो बाटो हुँदै हामी अमेरिकामा प्रस्थान गर्ने जमर्को गर्दैछौँ यो अमेरिकाको ट्रम्पले भेटाउँछ कि भेटाउँदैन होइन मेक्सिकोको पानामा भनेको जङ्गल हो ठ्याक्कै नेपाल जस्तै छ यहाँबाट हिँडेर जाने हो अमेरिका ठ्याक्कै नेपाल जस्तै पानामाको जङ्गल अरे कि आज
कम त फेमस छ त्यो तल्लो बाटो हुँदै रुट हो नि त विदेशीहरू पानामाको जङ्गल यहाँको त साथी कन्ट्रोल गर्नु नसक्ने सिधै छ त उकालो ठ्याक्कै नेपाल जस्तै पानामाको जङ्गल हो यो पानामाको जङ्गल आजको कुरा त हाम्रो सायद यतै जङ्गलमै हुनसक्छ सिसी क्यामेरा राखेको छ त्यहाँनिर फेरि अप्रिय घटनाहरू नघटुन् भनेर नेपालमा चाहिँ अर्कै घटना गर्थ्यो यो जङ्गलतिर जङ्गलमा अनि बनाइहाल्छ नि स्वयम्भूको पहिले जङ्गलतिर हिँड्नुपर्छ राम 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 चोबा डाँडो डाँडो लभ डाँडो भन्छ अहिले त यता लभ डाँडो लभ डाँडोमा त झन् कुरै नआउनु यो हल्दीको पात जस्तै के हो यो यो रोप्नु चाहिँ यो फुल फुल्दो रहेछ कि हो फुल छ होला हौ यो एक घाँसको फुल छ यो फुल चाहिँ फुलै फुल्ने हो यो कृत्रिम हो नि यो अटोमेटिकली बनाएर होइन त्यस्तो मिलाएर बनाएको छ हो बनाएर होइन यो रोप्यो हो नि रोपेको हो कि कृत्रिम यो रोपेको हो कि हो चाहिँ के हो कि पानामाको जङ्गलमा पनि यस्तोसँग रोपेर छ मान्छेहरू पानामाको जङ्गलमा मान्छेहरू यिनीहरू सबै अमेरिका हिँडेको यिनीहरू तल्लो बाटो हुँदै चौरबाट हिँड्दै सबै अमेरिका हिँडेको सायद यही हो क्या अन्तिम गेट पानामा यो अमेरिका यही यति गेट अन्तिम गेट पानामाको जङ्गलबाट अमेरिका छिर्ने तयारीमा साथीहरू जुस पानी बोकेर खाजा तुल्लो बोकेर यो सायद यो फिलिपिनबाट आएको हो कि यो मेक्सिकोकै हो कि यो एउटा साथी बङ्गाली नेपाली हुनसक्छ यो पनि यो जानु नसकेर फर्किएको चाहिँ सकिन्न जानको लागि भनेर हार मानेको छु यहाँ पनि सिसी क्यामेरा छ सिसी क्यामेरा चाहिँ एकदमै सुरक्षित बनाएर यता के त यता जाने हो यस्तो न अहिले टाढो फर्क हो यहाँ त अब त्यो ओनिन्चेको पुल आयो त हामी ओनिन्चे चोकतिर आयो कहाँसम्म जाने यो चाहिँ पहिले यो ऊ नहुँदाखेरि सामान पारीको सामान यो वारीको सामान पारी पुग्ने ऊ अरे कि पुल अरे त्यो माथिको त्यो यताबाट जाउँ त्यही त तपाईँको यो ठाउँमा पनि दाइ त्यस्तो बाटोले डिस्टर्ब गरेको ठाउँमा अनि हाई ब्रिजबाट चाहिँ त्यस्तो किसिमले सप्लाई गरिदिने कम्पनीहरू छ नि होइन वारिपारि यही त नि पहिलेको सुरुमा पहिलेको नामदामको त्यतिखेर त बहुत ठुलो थियो अरे कम्पनी चाहिँ शौचालय पछि बनायो यो भर्खर बनायो यो थिएन यो सिसी क्यामेराहरू पनि तत्काल शौचालय यो पनि थिएन नि यो पहिला थिएन होइन भर्खर नयाँ नयाँ सिसी क्यामेरा चाहिँ धेरै राम्रो काम गरेर जस्तो लाग्यो हो बालेन आइगयो यहाँ पनि बाले यहाँबाट पानीको यो पानी सफा भएर जान्छ कि यो यहाँ यो भित्र राखेको छ कि टाइम टाइममा फाल्दो रहेछ कि जम्मा गर्ने कम्पनी अनि घरहरूबाट निस्केको दूषित पानीहरूलाई चाहिँ यहाँ जम्मा पारेर फिल्टराइज भएर उसमा जाने त्यो एक थरीको दाना हुँदो रहेछ कि त्यो के अरे रबरको त्यो चाहिँ घुमेको गर्दछ त्यहाँ त्यसले चाहिँ त्यो सफ्ट टिप्दो रहेछ ट्रेनको लिक ट्रेन यो स्वानतिर जाने ट्रेनको लिक हो यो सुन आनसन सबै हो एकछिन मात्रै पर्खिनु यहाँ ट्रेन आउँछ आउँछ अहिले एकछिनमा पर्खिन सक्यो भने कतिको छ वनिन्जेको नजिकमा आइपुग्यो हामी यो चाहिँ कतातिर यो फुटबल ग्राउन्ड ठुलो छ अरे फुटबल ब्याडमिन्टन पनि छ होइन तपाईँले गेम खेलेको टुर्नामेन्ट होइन अस्ति अलि पर नि अलि पर त्यहाँले निकै पर पऱ्यो धेरै पर यो कति वर्ष ठिक छ होला यस्तो ठुल्ठुलो पिलर बनाएपछि है धेरै वर्ष ठिक छ नि नेपालमा हो भने एउटा पिलर बनायो भने यसलाई 1 करोड खाइदिन्छ त्यो एउटा पिलरमा है पहिलो कुरो 10 लाखको यही बनाउन तपाईँको 10 वर्ष लगाइदिन्छ क्या यतिको हाइब्रिड कसरी अब हेर्नु न काठमाडौँ हाम्रो त्यो कोटेश्वरको कलङ्की कोटेश्वरमा यस्तै किसिमको त हो नि अब हाई ब्रिज भनौँ न बाटो बनाइराखेको अब त्यो अहिलेसम्म भएको छैन अब फेलियर भयो अरे आज फेलियर फेरि भत्काउनु पर्ने इन्जिनियरले नापनाप गर्दाखेरि अलिकति यो चाहिँ सामसङको यो सामसङको यो हो के भन्छ नि यो सर्भिस सेन्टर
नेपालको सर्भिस सेन्टर यो ठक्कसँग यताबाट तल टच हुने फेरि यहाँदेखि फेरि माथि चढ्ने फेरि 7 बज्दा पनि यसरी उज्यालै छ है अहिले त कति बज्यो अहिले ठ्याक्कै टाइम हेर्नु त 56 भयो अनि 6:56 7 8 8:30 सम्म उज्यालो हुन्छ हौ 8:30 सम्म उज्यालो हुन्छ आजभोलि एकदम साढे माथि गयो माथि गयो कि यहाँ लक भन्दैछ यो बाटो सरसँगै पहिले पहिले यो बाटोमा साह्रो साइकल गरिन्थ्यो भन्नु न हामीसँग यसरी छुमालमा चाहिँ अब पैदल यात्रा गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् इन्स्टुमा यसरी हामीसँगै यात्रा चाहिँ गर्नै पर्ने भयो कि यात्रा चाहिँ गर्नुपर्छ स्वास्थ्यको लागि पनि यस्तो आनन्द छ अहिले हेर्नु त मौसम पनि कसैको मतलब छैन अब ताल हिँडेको रुखहरू यो चाहिँ दामी रुख हो यार त्यो अमिली जस्तो त्यो जस्तो यो के को रुख हो यो चराले गुड गर्छ यिनीहरू चराले गुड लाएर छ बोजूहरू आउनुभएको छ 90 पुग्दा यो पारिपट्टि यो चाहिँ ठ्याक्कै यो रोडबाट यो यताको चाहिँ सहर क्षेत्र उता यो पारि चाहिँ सबै कम्पनी क्षेत्र फेरि यो इन्डस्ट्रियल एरिया हो यो ठ्याक्कै खोलापारी चाहिँ कम्पनी नै कम्पनी छ फेरि सबै कम्पनी एरिया पनि नेपालको भने त्यस्तो सहर यो काठमाडौँ भन्दा राम्रो छैन यो चाहिँ जहीँ पनि पाउँछ यो होइन कि ऊ त्यो खालको त्यो लहराको यो कि यो बोट के चाहिँ पाउँछ कि यो नेपालतिर नै पाउँछ कि यो चाहिँ बकाइना जस्तो नि देखिन्छ यो हाम्रोतिर पाउँछ कि लहरा यो रातो रातो फुल पनि फुल्छ क्या फुल चाहिँ फुले जस्तो लागेन तर यो जहीँ साह्रै हौसी उगाउँछ कि यो एकदम बढ्छ कि यो सलक्क बढ्छ कि यो गुम्बा भन्दा नि यो पुरानो रेस्टुरेन्ट पुरानो कोरियन ऊ जस्तो छ क्या कुनै यो त्यस्तै नेपालमा मठ मन्दिर जस्तै हो यो गुम्बा नै हो कि क्या हो गुम्बै हो कि हो बस्नको लागि टक्टर हिँड्दै जाँदाखेरि थाकिन्छ भनेर टक्टरसँगले यो त नेपालमा त यतिकै ढुङ्गा भेट्यो भने त यहाँ त देउता थान बनाएर यहाँ त कलर रङ लगाएर यहाँ झाँक्रीहरू त कति फन्का नाचिसक्थ्यो होला ठ्याक्कै बनायो है यो यस्तै हो सेमै हो बनायो होइन भाइ यो प्राकृतिक रुममै बनेर छ त्यही भएर यो हेर्नु सबै वालाहरू चाहिँ यहाँ पनि लाउनु चाहिँ यो त पनि होला तर खै बनाएको त होइन केही आकृति छ होला अगाडिबाट हेऱ्यो भने केही आकृति देखिन्छ होला यसमा चाहिँ है प्राकृतिक रूपमा भयो भने होइन यो त अनि पुरै नेपालमा त यो कति भेटेपछि यो त पुरा देउता मान्छ त देउतै भनिहाल्छ त्यो रुखो त्यो ढुङ्गा पनि फेरि कस्तो कर परेको छ है त्यो नि यो छ होइन सर्पको चित्र जस्तो छ यस्तो गरेर चियरमा बसे जस्तो टाइपको अगाडिपट्टि ठ्याक्कै के नेपालमा त यो त देउता हो नि नेपालमा त देउता हो यसले त मान्छ त कस्तो दामी छ हेर्नु न नि बनायो जस्तो यार मान्छे बसे जस्तो के ओके ठ्याक्क के चियरमा सोफामा चट्ट बसे जस्तो छ पछाडि त्यो सोफा टाइपको देख्छ होइन ठुलो अगाडि ट्रेन गयो त्यहाँबाट फेरि सुवनतर्फ ट्रेनको अघि बढ्यो ठ्याक्कै यो पानामाबाट यो अमेरिका छिर्ने बाटोहरू छ यो के मैले भने यो यहाँ सफा फोहोर पानी यहाँबाट एक्जिट हुन्छ कि यो भित्र चाहिँ फिल्टरिङ हुँदो रहेछ पानी डस्टबिन के हो त्यो ढललाई त्यहाँबाट यहाँ चाहिँ सफा भएर जान्छ कि सरसँगले त्यो बगाउने जाउँ फेरि पानामाको जङ्गल छिर्नु है कि जङ्गलबाटै जाउँ पारिपट्टि रोड छ त्यहाँदेखि उता कपाड छ यतापट्टि ठ्याक्कै जङ्गल छ यो कति दामी बनायो होला हेर बनाउनु
हरियाली चाहिँ यो वातावरण संरक्षणसँगै विकास गरिरहेको छ होइन सिटी प्लानिङ एकदमै राम्रो गरेछ कि यहाँ रुख छैन भने पनि उनीहरूले रुखमा बाहिरबाट लिएर यहाँ वृक्षारोपण गरिराखेको छ त्यसरी आनन्दले बस्छ मान्छेहरू घुमेर आएपछि बस्नुलाई कति दामी बनाइदिएछ सानो रिलिफ फिल गर्ने ठाउँहरू आएर बस्छ टक्क बस्ने ठाउँ बनाइदिएछ जस्तो खानाहरू पनि कसैले त घरबाटै रेडिमेड बनाएर ल्यायो कति खाने कति बस्ने त्योसम्म गर्छन् यो रुखहरू चाहिँ पुरै रोप्यो हो र जङ्गलमा आएर यो सुसाइडहरू नगरौँ मान्छे डिप्रेसनमा गएको मान्छेहरू त जङ्गलमा आएर अब अपराधिक घटनाहरू घट्छ आफैले सुसाइड गर्नेहरू पनि हुन्छ नि त त्यही नहोस् भनेर यसरी सिसी क्यामेराहरू निगरानीमा राखेको यो त कहिलेका अब मान्छे त चोर फटा यस्तो लाग्छ नि त डाका डकैतीहरू तपाईँको अब अनैतिक काम गर्छ अब जस्तै चिरो खाएर आगो लगाइदिनु सक्ने जे नि हुनसक्छ नि त यो भएपछि मान्छे अब पनि एउटा उसमा बाँधी हो क्या यहाँ यो छ भने कतिचोटि त्यो चाहिँ केही एउटा चोकसम्म राखेको हुन्छ थाहा भइहाल्छ कि थाहा भइहाल्नु भयो समय नै हाल्छ यहाँ को कसरी इन्सिडेन्ट गर्यो र कहाँ के घटना घट्यो त्यो सजिलो हुनुभयो नि त अनि यहाँनिर कति राख्नु परेन क्या मान्छे दुईतिर कम्प्युटर निगरानी गर्नु भन्छ यो के गरेर छ फेरि यो गुम्बा म्युजिक हो यो पुरानो कोरियन स्टाइलको घर हो यो घर भन्दा नि यो दरबार यो त एउटा उनी होला हौ पुरानो के अब शासकहरूकै एउटा उनी होला हौ यहाँ त छिने भित्र छिन्नु पाइन्छ क्या यो के अक्षरमा लेख्यो र यो चाइनिज लेटर होला हो चाइनिज लेटर हो पहिले चाइनिजहरू थियो र यो होइन यस्तो हो नि अब हान्छ त अब धेरै कोरियन उसमा पनि भित्रेको हुन्छ हान्छ भनेको के चाइनिज हो कि जापानिज हो र जापानिज होइन र यो त काठको रहेछ त्यही त पुरै पुरानो अहिले कङ्क्रिटहरू यस्तो त अहिले पो डेभलप भएको त पहिला त मान्छेहरूले यस्तै ढुङ्गा ल्याउने हाम्रो नेपालमा पनि त यही सिस्टम त थियो नि कस्तो दामी बनाएको है ढुङ्गाको है ढुङ्गाले खोपेर वालहरू निर्माण गरिदियो यो काठलाई चाहिँ कस्तो रेत बनाउने झ्याल ढोकाहरू बनाउने यो त दरबार जस्तो होला हौ पहिलेको पुरानो हो हेर आर्मी क्याम्पहरू त्यस्तै थियो होला कि बनाएको आकृतिहरू के यो बङ्कर थियो कि हो भस्तै त्यो उस्तो ल हाम्रो कम्पनीको त्यो आएर लक लुके त त्यो बङ्करै होला कि त्यो भित्र बङ्कर होला है त्यहाँदेखि सधैँ ठुलो ठुलो छ नि एरिया मोडाको भने कि ए केटाहरू साइक्लिङ के हो यो भनेको यो चाहिँ जहीँ पनि पाउँछ भनेको यो हो यो रुख चाहिँ यो हाम्रो दिन पाउँछ कि यो चाहिँ एकदम बढ्छ कि फेरि हलक्कै बढ्छ कि यो त फेरि केहीले खाँदैन फेरि यो अनौठो छ फेरि खाँदैन यो घाँस फेरि गाई बस्तुले खाँदैन कि यो कस्तो राम्रो छ नि त यो त झन् सुरिलो बढ्छ होइन अनि यो चाहिँ दुख्छ कि यो चाहिँ उतातिर यसरी तल झरिदिन्छ कि यस्तो लामो भयो भने त माथि गइरहेको सकेर त्यसको यो लहर तलै झर्ने भयो यो चाहिँ पाउँछ कि हाम्रोतिर नि ल यो त कोरियन लिपिमा त लेखेर होइन भाइ यो अर्कै यो कुनको लिपिमा लेखेको तिमीले भनेको ठाउँमा त पुगेछ नि त नि तिमीले भनेको थियौ मलाई त्यो हामी खेलेको ठाउँमा तिमीले त्यही भने नि त नि फेरि पार भएको बाटो छिर्यो जङ्गलमा एकदम डरलाग्दो घना जङ्गल दाउ हेरिराखेको छु कतिखेर चाहिँ अलिकति सेक्युरिटी कुकुल हुन्छ र अमेरिका यो बाटो पनि नेपाली हिँड्दा यो विदेशी हिँड्दा इन्डियन होइन एसियन
बढी हिँडेर यस्तो यो बाटो गल्ली नै बनाएको छ यो पानामको जङ्गल जाने अमेरिका छिर्ने बाटो हालेर 1 महिना लाग्छ भन्छ त त्यहाँ पुग्नु त पानामको जङ्गल चाहिँ सबभन्दा डेन्जर घना जङ्गलमा र पनि गइरहेको छ गइरहेछ नि त्यहाँ त बजारै हुँदो रहेछ नि त यो बाटोमा 40-50 लाखै तपाईँको खर्चेर 40-50 लाखमा कसले बनाउँछ धेरै लाग्छ है 80 लाख 90 लाख भन अहिले चाहिँ अब ट्रम्पले जे गर्यो अब त्यो रिपोर्ट गरेर अहिले चाहिँ अलिकति कन्ट्रोल भयो रिक्स भयो नि त गएर होइन छैन पखाल्ने कुरो भयो अब यो पर चाहिँ फेरि रोड हो फेरि ठ्याक्कै त्यहाँबाट पारि चाहिँ मान्छेको बस्ती यहाँ हेर्नु बिचमा जङ्गलकै बिचमा बगैँचाले हो है बस्नु पढ्ने बस्ने खाने चराचुरुको आवाज सुन्दै मजा आउँछ नि त साह्रो आनन्द भाइ हरियाली यार हरियाली ग्रिन सहर यो अलिकति सिटी प्लानिङ नहुने देशमा होइन कङ्क्रिट के कहीँ सहरमा कहीँ हरियाली देख्नु पाइँदैन यो अफगानिस्तानतिर हेर्नु त कुन ठाउँमा आम्मा कङ्क्रिट एउटा हरियो छैन अब त्यही अब यो दुबई साउदी कतारतिर पनि त तपाईँको मरुभूमि भनौँ न त्यहाँ तिनीहरूले चाहिँ बनाएको छ हौ तिनीहरूले चाहिँ निकै राम्रो बनाएको छ अहिले तिनीहरूले त मरुभूमिमा चाहिँ रोप्यो भनौँ न रोपेर चाहिँ हरियाली बनाइसक्यो समुद्रको बिचमा कस्ता किसिमका रेस्टुरेन्ट कति त्यहाँ अब कम्पनीहरू छन् मरुभूमिमा त पुरा केही नहुँदो रहेछ नि त तर त्यहाँ रोप्यो भने चाहिँ हुँदो रहेछ कि पानी लाएर के गरेर तिनीहरूले एउटा सानो ढुङ्गा थुपारेर त्यहाँ बनाइरहनु कसो बनाएको छ होइन दामी बनाएको छ कि माथि काठ राख्दैछ टक्कसँगले फलामको लिएर राखेर सिपी राख्दैछ यस्तो नि हुँदो रहेछ त यार कुर्सी चेयर त बस्न लाग्यो होइन दामी बनाएको बनाएको छ नि त्यति ढुङ्गा राखेर दिमाग लाउनु पर्ने छ राम्रो पनि देखियो राम्रो देखियो हेन्सुले गरेछ कुन चाहिँ चरा करायो अब रात पर्नु लाग्यो भने कि चराले पनि यार थितिर छ कि यो काठ पनि देशअनुसारको हुन्छ होला हाम्रोमा कहाँ गर्छ यहाँ आ भन्छ त्यो बसिरहेको छ त्यो कुना देखिन्छ त उयो बसिरहेको छ प्रजनन प्रक्रियामा त छैन के गर्छ त यो त त्यही त हाम्रो भए कहाँ भने जस्तो लाग्थ्यो गर्छ त देशअनुसार ल्याङ्ग्वेज पनि देशअनुसार मौसम अनुसार वातावरण अनुसार होला गर्छ पानामको जङ्गल त धरा हिँडिरहेछ त 23 मिनट त बस्यो त 23 मिनट हो युट्युबमा आउँछ नि युट्युबमा हालिदियो मेरो त युट्युब छ त ल हालिदियो हल्का अझ एडिटिङ गर्ने एडिटिङ गर्दैन त्यतिकै युट्युबमा हाल्छु जस्तो त्यो कन्टेन्ट अनि तपाईँको यो छ नि त्यो गराउँदा अहिले मैले भने नि जस्तो अब हाम्रो देशको कागले चाहिँ कहाँ गरेको लाग्थ्यो अब यो देशकोमा चाहिँ भाषा अब ल्याङ्ग्वेज अनुसार हुँदो रहेछ चराचुरुङ्गीले पनि फरक साउन्ड निकाल्दो रहेछ भन्ने कुराहरू हुन्छ नि त्यो रमाइलो हुन्छ क्या त्यस्ता कुराहरू अलिकति त्यही भएर त काग भने त अनि त्यही त फर्किने हो कि भाइ अब तलबाट यहाँदेखि ओह्रालो जाउँ तल्लो बाटो जाने यहाँ त अब त सिनियन्सु भने एकमा आइपुग्यो हो नि सिनियन्सु आइयो कि सोनाकदोङ आइयो हो यिनीहरू देखिरहेको हो कि जस्तो लागिसक्यो ओह्रालो झरौँ ल निकै भयो त 23 मिनट हिँड्यो त 23 जाने 1 घन्टाको
परबाट आएको हामी जाउँ अहिले साह्रो धेरै साइक्लिङ गरेको बाटो हो यो अब चाहिँ यो साइकल रुटबाट जाने होइन पल्लो छेउबाट जाने हामी पल्लो पल्लोबाट जाने ल त्यहाँबाट हिँड्नु पाइन्छ त त्यहाँबाट कहाँबाट जाने छ साइक्लिङको चाहिँ बाटो छोडिराख्नु पनि परेन यहाँ पनि साइकलको लागि मान्छेको लागि छुटेछ त यो एउटा पल्लो छेउको चाहिँ साइकल यसमा अब यो बाटो चाहिँ साइक्लिङको बाटो हो हो ल यो दुईवटा लेन साइकलको यो मान्छेको हो पैदल यात्रीको लागि यिनीहरूले यो ढललाई कसरी सफा गरेको छ भन्दाखेरि यहाँ हो यहाँ म देखाइदिन्छु यो 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 माथिबाट आएको ढललाई यिनीहरूले यो भित्र चाहिँ यिनीहरू फिल्टर गरेर यो भित्र ठाउँ ठाउँमा छ कि फेरि यहाँ छ उता छ यो ढललाई यसरी अनि यहाँबाट बल्ल सहरबाट निस्केको सम्पूर्ण ढलहरू यहाँ हुने यसमा यहाँ यो चाहिँ फिल्टर गरेको घुमाएको गरेर त्यो पानीलाई सफा बनाउँदो रहेछ कि फोहोरलाई एकातिर यो अन्डरग्राउन्ड भनेपछि यो अन्डरग्राउन्डमा ठुलो ट्याङ्की नै छ होला त कहाँ ट्याङ्की त्यहाँ त भल आउँदा पनि भल पनि सफा गर्छ भने हो धेरै नत्र ठुलो छ नि धेरै ठुलो छ पुरै यो अन्डरग्राउन्डमा ट्याङ्की त्यसमाथि जङ्गल नेपालमा त्यही गर्नुपर्ने हो कि घरबाट आएको व्यवस्थापन चाहिँ यसरी गर्नुपर्ने अब यहाँदेखि सफा भएपछि बल्ल यो पानी यता पठाउँछ त्यहाँदेखि त्यहाँ बल्ल मिसाउँछ त्यहाँ तल खोलामा त्यो गर्नुपर्ने हो यो चाहिँ साइकलको रुट हो यता यो चाहिँ 2.5 मिटरको उचाइ त्यसम्म चाहिँ जान पाइयो 2.5 मिटर चाहिँ एउटा क्रस गर्नु पाइयो यो चाहिँ यो बुढाबुढीले चाहिँ टक्क साइकल गर्ने आउने टक्कसँगले यहाँ बस्ने हो कि फेरि खतको सिफुन हो टक्कसँगले यहाँनिर बस्ने हो कि यसो गाडी जाउँ यो चाहिँ पुल यो त जुग थाहा छ है जुग पिलर हेर्नु पिलर पुलको लागि यस्तो पिलर बनाएछ भने कहाँबाट चाहिँ कति बलियो होला त आमा यस्तो पिलर बनाइदिएपछि अनि भाइ कहाँबाट यो मुनि खोला बगेछ ल यो पानीहरू कति सफा यो बगे जस्तो देखिँदैन तर पुरा यो बगिसक्यो बगिरहेछ पानी यहाँ माछाहरू सबले उखाएर यस्तो यो खोला होइन नि फेरि यो ऊ हो नि त ढल हो नि त तर गनाउँदैन पानीमा मिसाइदिएर पनि त्यो गन्ध छैन क्या यति मात्रै होइन यसलाई फेरि लगेर पर छ नि त्यो ठुलो पोखरी छ नि त्यहाँ लगेर फेरि पनि एकचोटि यसले चाहिँ फेरि प्रशोधन गर्छ त्यो हामी कम्पनी जाने त्यहाँबाट बल्ल समुद्रमा पठाउने नि त समुद्रमा त्यति पठाउनु नमिल्दो रहेछ नि मेरो नियमले पानीलाई एकदम समुद्रमा पाउने किरा त्यो हुन्छ नि माछाहरूलाई त्यो मर्नु भएन अरे कि नियमले पानी सङ्लो पानी बगिरहेछ यो उता पहाडीपट्टि सबै कम्पनी यो जङ्गल पहाडी सबै बस्ती एरिया बाट आएको पानीलाई ठक्कसँग त्यो कुनामा प्रशोधन गर्ने अनि त्यहाँबाट बल्ल यता फाल्ने ठक्कसँग यहाँबाट पानी फाल्ने यो पारीको चाहिँ सबै कम्पनी हो पछि यो पारी चाहिँ कम्पनी पर्सनल लाइन हाइटेन्सन भुसुना साह्रो आउँदो रहेछ दाली त मान्छे हिँड्नको लागि बनाएको गोरेटो पारीबाट पनि साइकलको रुट छ सबै अस्तिसम्म यो पुरै थियो यो सबै काटिसक्यो यो काट्ने मान्छे छुट्टै हुँदो रहेछ त्यो खेल्छ बुढाबुढीहरू ऊ त्यो रातो छ नि त यो चिनो हो कि नका यो चिनो छ नि यो रातो यिनीहरूले बनाए मात्रै आएर खेल्दो रहेछ कि
ओ यो 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 टक्कसँग यहाँ कति नम्बर छ 5 नम्बर गल्फको लागि 5 नम्बर यो चाहिँ के को यो चाहिँ रहेछ यो कति राम्रो बनाएको छ यार यो बल बाहिर नजास् भनेर चाहिँ यो गल्फै बनाएर छ यो बनाएको पहिला यो थिएन हट भुसुना कति धेरै आयो यो बाटो नै पछि पहिले बनाएको यो त्यो पछि बना नि यो खोला यस्तो तल लाइटहरू बल्छ अहिले रातिमा बल्छ नि यो पुरै यो लाइट बल्छ लाइट यो जब यो अँध्यारो हुँदै जान्छ अटोमेटिक हुन्छ नि सोलर सिस्टमबाट यो त साँच्चै नै गल्फ बनाएको छ यो कति नम्बर छ यहाँ त गल्फ छ बुढाबुढीहरू पनि खेल्दछ तिनीहरूको फेरि आफ्नै टोली हुँदो रहेछ कि सबैको नि टोली ल्याएछ खेलेछ मलाई सिक भन्थ्यो क्या त्यो पुरानो कम्पनीमा खन्दा त्यसको चाहिँ राम्रो खेल्दो त्यो रहेछ गल्फ धेरै महँगो गल्फ हुन्छ भन्थ्यो अनि त्यसको लुगाहरू हेर्नु कति महँगो छ सामानहरू तेरोमा गल्फ गाउँहरू छ सोध्थ्यो क्या मलाई छ काठमाडौँमा हाम्रो नेपालमा त गल्फ त निकै भिआइपीले खेल्ने गेम रहेछ क्या यस्तो उस्तोले नसक्दो रहेछ नि त पैसा वाला यताउति होइन इन्कम राम्रो भएको अब दलाल भ्रष्टाचारीहरू त्यही त नेपालमा पैसा वाला भनेको त्यही त तिनीहरूले नेपालमा पैसा वाला भनेको चाहिँ दलाल भ्रष्टाचारी 2 नम्बरी त्यस्तै त अरू कसरी पैसा कमाउने बाटो के छ व्यवसाय गऱ्यो भने त्यही के हो त्यो पनि काटेको छ अब प्रधानमन्त्री मन्त्रीहरूको त 70-80 हजार तिनीहरूको त्यो पैसाले तिनीहरूलाई के गर्ने आउँछ तर कोठाबाल तिरेर बस्ने त्यसको चाहिँ अब त्यो पार्टीको मान्छे आउँछ चिया पानी खुवाउनु पऱ्यो के गर्नु पऱ्यो त्यसको पैसाले त खाजा खानु पुग्दैन के त्यही त व्यावसायिकहरूले त्यो व्यापारीहरूले चाहिँ पाले कि व्यापारीले डुबाएको 2 नम्बर उनीहरूले गर्नुपर्ने भयो अनि उनीहरूलाई घर किनिदिने गाडी किनिदिने हरेक कुराहरू चाहिँ व्यापारीको हातमा व्यापारीले गर्दैछ व्यापारीले के गर्छ अनि गुलाम भए नेताहरू सबै व्यापारीका गुलाम भए अनि उनीहरूकै अनुसार नीति निर्माण गर्नु पऱ्यो त्यसले गर्दा बिग्रेको त्यहाँबाट व्यापारीले फेरि दर लुट्छ त्यही लुट्छ अनि त्यसपछि जनता मारमा पर्ने एकको माललाई नेपालमा 4 गाउँमा नेपालमा कहिलेकाहीँ यस्तो हुँदो रहेछ कि प्याजको मूल्य कस्तो बढाएको छ नि अनि प्याज आलु योभन्दा अगाडि धानको मूल्य एकदम राम्रो पाएको थियो अरे कृषक अहिले छैन 1200-1300 परेको धान अहिले 600-700 भन्ने कुरा आउँछ यो कता युट्युबमा हेरिरहेको थियो यस्ता कुराहरू देख्दा त गर खुकुरीले छ्याप्प काट्नै मन लाग्छ नीति नियममै नभएको नीति नियम सिस्टमै नभएको जे गर्दै हुने कि अहिले चाहिँ अब उस्तै पऱ्यो भने एउटा ल प्याजको मूल्यलाई किलोको 1000 रुपियाँ तिर्नु पऱ्यो भने खानै पऱ्यो त अनि नकिने भयो त नि टमाटर तपाईँको कहिले त्यही टमाटर तपाईँको 20 रुपियाँ 30 रुपियाँ पुऱ्याइदिने होइन त्यो एउटा समय त हुन्छ नेपालमा चाहिँ त्यसलाई स्थिर राख्नको लागि अब ठाउँमा प्रत्येक गाउँपालिका नगरपालिकाहरूले चाहिँ एउटा स्टोरेजकै कोल्ड स्टोरेज बनाउनु पर्ने छ क्या अनि किसानहरूले उत्पादन गरेकोलाई लर त्यहाँनिर संरक्षण गरी स्टोरेज गरेपछि पछि बेमौसमीको बेला त्यहाँबाट निकाल्यो भने चाहिँ मूल्य कम मूल्यमा पनि पाउँछ नि त त्यसले गर्दाखेरि मूल्य वृद्धिलाई सरकारले कन्ट्रोल गर्ने रहेछ नि त अरू देशमा त गर्दै नदिने कि बढ्नु नै नदिने सरकारले जनताले अब यहाँ त चाहिँ मैले भने नि अब नेपालमा सबैभन्दा बढी अब रक्सी र सुर्तीजन्य पदार्थमा चाहिँ मूल्य वृद्धि हुन्छ होइन तर म 2016मा कोरिया छिरेको अहिले 2025 भयो त्यतिखेर पनि चुरोटको बट्टालाई 700 ओबेगोन थियो कि 4500 होइन अब नेपाली 450 थियो र आजको दिनमा 10 वर्ष यो 9 वर्षको अन्तरालमा आज पनि त्यही मूल्यमा पाउँछ कसरी नियन्त्रण गरिरहेको छ त त्यो हो नि त नियन्त्रण भनेको अब व्यापक खपत त्यही हुन्छ चाहेको बेला त्यही कुराहरू वृद्धि गरेर होइन ट्याक्स अझै राम्रो कलेक्सन गर्न सक्थ्यो नि तर नियन्त्रण छ यहाँ त मूल्य वृद्धि त कस्तो नियन्त्रण हो हेरौँ लाग्छ मलाई लाग्छ तल बढेर कहाँ पऱ्यो खानेकुरादेखि लिएर हरेक कुराको मूल्य खासै बढेकै छैन के छैन तुलनात्मक रूपमा जस्तो एकको 2 लगभग 12,60,000 थियो कोरियन यहाँको पहिलो बेसिक स्यालेरी होइन अहिले 20,50,000 हो 20 लाख त्यस्तै छ 20,50,000 जस्तो छ होला लगभग कति 70-80% बढिसक्यो
तर त्यसको अनुपातमा चाहिँ खाद्यान्नमा चाहिँ त्यसरी डबलै चाहिँ भएको छैन कि अनुपातिक त्यसमा चाहिँ छैन कि त्यतिखेर 30% चाहिँ बढ्यो होला 30-40% नै बढ्यो होला तर नेपालमा चाहिँ त्यो सिस्टम भएको रेन्ज ठिक छ कि स्यालेरीको र यताको मिलाइरहेछ मिलायो हो एकजना कमाउने र पालिन सक्छ अब त्यही किसिमको खर्च नेपालमा गरियो भने त्यही हाम्रो बेसी कमाइले पुग्दैन गाह्रो छ सामान्य जीविका निर्वाह गर्न नि गाह्रो छ त्यो चाहिँ सरकारले नै नियन्त्रण गर्नुपर्छ क्या सरकारले गभर्नमेन्ट अलिकति सिस्टममा नियम निकायहरूले चाहिँ नियमन गर्ने भयो भने त्यो चाहिँ हुनसक्छ कस्तो यो हाम्रो चाहिँ कस्तो भन्दाखेरि सरकार चाहिँ कतिखेर परिवर्तन हुन्छ त्यही फिक्स छैन ठ्याक्कै अब उस्तै भरमा 3 महिनामै फेर्छ अब हामीले पनि त बेला बेला यस्तो पोडकास्टहरू जस्तै के गराउने कि आफूलाई हेर्छ होइन यस्तो कस्तो कस्तो हुँदो रहेछ टाइपको गर्नुपर्ला जस्तो छ त्यस्तो कुराहरू त बोलिन्छ त राम्रै कुरा हो नि हो त अनि आफूलाई पनि अलिकति अपग्रेड हुँदो रहेछ कि भाइ अनि कसले के भन्ला यसले के फिडब्याक दिन्छसँग सरकारले राख्नु आउँदो रहेछ नि त थियो त त्यसरी फेरि सरकार राख्दै गयो भने त त्यसले कसैले केही पनि गर्न सक्दैन अब यो खोलाको वारिपारिको रुख यो के घाँसपातहरू सबै यो सबै काटिसकेको छ अस्ति कति लामो अग्लो थियो होला सबै काटेछ फेरिबाट कि यो अब यो काट्नु बाँकी छ कि यो मेसिनले भने झ्याममा हान्दैन यो कुना कानीको घाँसपातहरू काट्नुको लागि पछि फेरि यहाँ के रहेछ भन्दाखेरि कम्पनीमा अरूमा काम गर्न नमिल्ने बुढाबुढीहरू के सबलाई यहाँ काम नछ फेरि त्यो तलब पनि सबैले दिन्छ कि पोका पोकी खाजा पानी बोकेर कहिलेकाहीँ त्यो काममा त्यो के अरे त्यो बस कुरेर चाहिँ पुरै बुढाबुढीहरू पुरा लाइन बसी हुन्छ नि त्यसको बस पिकअप गर्न आउँछ फेरि त्यो हाम्रोतिर त्यो एनसोतिर हेर्नु त त्यो हप्तामा 2 दिन कि 3 दिन त्यो बुढाबुढीहरू चुरोरको ठुलो टिप्नु कति आउँछ कस्तो त्यो पैसामा पाउँछ उनीहरूले त्यो पर आवरको पैसा पाउँछ कि सरकारले नै बनाइदियो है उनीहरूलाई त्यो गर्न सक्ने काम अब यो अहिले हामीले ब्याडमिन्टन खेल्ने त्यो के रे उ छ नि भित्रको नि छुमालमा त्यो बुढाहरू बस्छ नि त्यो बुढो भनेको चाहिँ कति वर्ष उमेर कटेपछि मात्रै त्यो काम पाउँछ अरे कि त्यो चाहिँ खलिजा त्यो हो नि त अरूले पाउँदैन अरे कि भर्खरको केटाकेटीले भर्खरकोले चाहिँ त्यही हाम्रै त्यो बाजेले पाउँथ्यो बुढाबुढीले चाहिँ बुढाबुढीले पनि जोस् अलिअलि पैसा कमाओस् भन्ने बाटोमा चाहिँ साह्रै राम्रो बनाइदिएको छ त्यो पनि हो त यहाँकै अब यहाँको पनि नागरिकले त पाउँछ होला सरकारबाट स्थानीय सरकारबाट केन्द्र सरकारबाट केही भत्ता स्वरूप पाउँछ होला तर तिनीहरू त्यसमा निर्भरै छैनन् क्या आफै काम गर्ने उनीहरूले आफ्नो हात पाखुराले चल्दासम्म होइन गर्न सक्छु है भन्दासम्म कामै गरेर खानियो भन्ने खालको एउटा मेन्टालिटी छ क्या त्यसले गर्दा अब अनि त्यो देखिसकेपछि उसबाट जन्मेका छोरा नातिहरूले पनि त्यो हजुरआमाले त काम गरिरहेको छ हजुरबुवाले त काम गरिरहेको छ भने सर अटोमेटिक पनि काम गर्न जाँदो रहेछ क्या त्यो एउटा वातावरण त्यसरी सिर्जना भइरहेको छ एउटा कुरा यिनीहरूको मलाई मन परेको चाहिँ मन तिमी कृषक हो तिमीले टन्नै के तरकारी रोप्यो होइन अब तिम्रो सिजन अफ हो के अरे अब चाहिँ एकैचोटि पाक्ने भयो मान टमाटर खेती गर तिमीले अब तिम्रो टमाटर त तिमीले त कोल्ड स्टोरेज पनि राख्न सकिन भने त त्यो त बिग्रिन जाने भने त तिमीले अब कहीँ बेच्न सकिन भने ल नै नगरपालिकामा बेच्दिने नगरपालिकाले किनिदिँदो रहेछ ए बत्तलहरू छ नि बत्तलहरू कागजहरू पुरा त्यो यहाँ के दोङसामो छ के गाविस हो के त्यहाँ लगेर बेच्दो रहेछ बुढाबुढीले त अस्ति म त छक परेको नेपाल अब कृषि प्रधान देश होइन हाम्रो अनि सबैले कृषिमा आधारित हुनुपर्छ आत्मनिर्भर बनाउनुपर्छ भन्ने कुराहरू चाहिँ नेताहरूले चाहिँ गर्छन् तर एउटा गाउँपालिकामा एउटा कोल्ड स्टोर हुन सकिराखेको छैन क्या नगरपालिका गाउँपालिकामा अझ धेरै उत्पादन हुने ठाउँमा त ओडामा हुनुपर्छ क्या दाइ यो भइसकेपछि त्यहाँ उत्पादित वस्तुहरूलाई वडाले चाहिँ राख्नु संरक्षण गरेर राखोस् तत्पश्चात पछि बेमौसम त्यसको सिजन अफ भएको बेला पुनः बजारीकरण गरियो भने मूल्य वृद्धिमा एकदमै रोक्न सकिन्छ कोसँग आउने त्यो हामीले सोचे हामीले सोच्दा त्यो एप्लाई गर्ने नेताहरूले एप्लाई नगरिदिएपछि हुँदैन त्यो बेला त कसरी हुन्छ लुटेर खानु छ व्यापारीसँग फेरि ट्रेन आयो यो इन्सन जाने होइन त हो इन्सन जाने हो के अरे अब यो अङ्गुरहरू हुन्छ नि पाक्दाखेरि अङ्गुर एकैचोटि पाक्दो रहेछ कि अनि त्यो अङ्गुरलाई त्यो गाविसमा के रहेछ भने कि
अङ्गुरको यहाँ भनेर त छुट्टै एउटा रुम के अङ्गुरको अनि बुढा त्यहाँको त्यो अङ्गुर व्यापारीले के छ त्यो रोप्नेले अब अन्ततिर बजार बिक्रीमा बिक्यो नबिक्यो अङ्गुर त लगेर सबै उसलाई पो दिँदो ल यहाँ नोङे पात भन्ने छ नि यहाँ त्यहाँ हेर्नु न टोटल कति सब फलफुलदेखि लिएर होइन सबै कुराहरू पाइन्छ कि कृषकले उत्पादन गरेका फलफुलदेखि लिएर तरकारीहरू सागसब्जीहरू सबै कुराहरू पाइन्छ है सुपथ मूल्यमा चाहिँ सुपथ हाट बजार जस्तो टाइपको छ दाइ त्यहाँ यहाँको त बजारीकरण यहाँ त उत्पादन मात्रै गर्दै भयो कि उत्पादन गरेपछि कृषक मरेन कि मरेन गभर्मेन्टले कुनै न कुनै उस तरिकाले अब डाइरेक्ट व्यापारीले दिन नसके पनि गभर्मेन्टले नै लिइदिन्छ त्यो कुराहरू कागजहरू जोखेर लिँदो रहेछ हौ गाविसले त्यो बुढाबुढीहरू पुरा त्यो ठेलामा कुदाको कागज कहाँ लाँदो रहेछ भने गाविसमा पो लाँदो रहेछ त बेच्नु त उसले अन्ततिर बेच्नु पायो पाएन भने लगेर पाएन भने सिधै गाविसमा लाने ल जोख्ने पुरा अनि त्यहाँको बुढी त्यहाँको भर्खरको आमा तिम्रो यति भयो त्यहीबाट पुरा खेसन गरेर दिन्छ हेर त्यस्तो हेर तपाईँको स्ट्यान्ड पनि छैन त यो मोबाइल छ नि टक्क ल्याउने यस्तै प्रकार बस्ने होइन यस्तै कुराहरू गर्ने क्या यस्तो गर्न सक्यो भने सुझाव टाइपको क्या हामीले देखेको कुराहरू यहाँ यस्तो छ यसरी गर्न सकिन्छ नेपालमा भनेर पनि यता पनि एकजना विदेशी नै हो साइक्लिङ गर्न आइरहेछ यो पुरानो पहिले उसले अब ड्रोन चलाउनुलाई ए ड्रोन चलाउनुलाई भाइ अब कहाँ से हो यसले ट्राई मार्दैछ कि ड्रोन चलाउनु त्यसलाई पनि मन पर्यो लिँदै छ यो पुरानो सामान खेला जस्तोमा होइन वारपार हुने होला सामान उयो त छ त सोक्सोमा त्यही होला कि पुरानो अरे कि पहिलेको यो अहिले त यो युजमा छैन त्यो जमानामा पनि यिनीहरूले पोल पिलर कति बलियो बनाएर छ हेरौँ न अहिले त अब यो छैन अवस्था छैन यो पुलहरू धेरै बनिसकेको छ त्यतिखेर पुल थिएन अरे त्यो जमानामा अब यहाँ पनि छ कि त्यो फोहोर पर्सदैन भनेको यत्तिकै पुल त छ त नेपालको त्यो नारायणी नदीमा त्यो ठुलो नदीमा होइन यत्रै छ है यत्रै पुलले त्यही भएर त बेलामा भाँचिने क्र्याक हुने अलिकति ओभरलोडेड आइदियो क्षमताभन्दा बढीका गाडीहरू आएपछि त्यो भाँचिने भन्ने यत्रो ठुलो पनि छैन हौ त्यो नारायणीको त्यो यत्रो ठुलो पिलर छैन हो यतिको त कम्तीमा पनि त बनाउनु पर्छ यो त सामान यत्रो ठुलो पिलर छैन बाटो हो क्या यत्रो ठुलो पिलर छैन कि त्यहाँको हेरौँ न कत्रो छ हेरौँ न यत्रो साह्रो ठुलो बस्छ त पिलर त यो त यस्तो पिलरहरू अब जोखिम अब यो हुनु त अब डेभलप हुँदै गइसकेपछि यसलाई विस्थापन गरेर अहिले अलिक त्यो बाटै खोलियो अब त्यहाँ पुलै पुल छ ततै चाहिँ यत्रो ठुलो छैन नि भाइ त्यो नारायणीको कहाँ यत्रो छ यसको आधा पनि छैन हो त्यो उसको पिलर त सामान्य यो उसलाई त यस्तो टेका लगाएको छ भने जमानामा बनाएको यो कति वर्ष पहिलेमा पिलर यो त पिलर त हाम्रो यो दुई अङ्कल नै भेट्छ नि त 2 अङ्कल पाउँदै भएको छ 3 अङ्कल छ यो त धेरै ठुलो छ नि गोला हेर्नु न 3 अङ्कल छ कि 3 चाहिँ छ कि यसको मेरो विचार अनि त्यो नारायणीको त कति छ र धेरै एक अङ्कल अलिक बढी होला अनि तपाईँको यो डिस्टेन्स पनि जस्तो यो ग्यापिङ छ नि कति मिटर भनेर यो सबै कुराहरू मेन्टेन गरेर ठ्याक्क गराउनु पर्यो कि छैन अहिलेको मैले देखेन छ त्यो के अरे त्यो फास्ट ट्र्याक भन्छ नि त्यसको पनि यत्रो ठुलो छैन होला तपाईँको त्यो हाई ब्रिज भन्नुपर्छ होइन त्यहाँको होइन कि त्यो फास्ट ट्र्याक भनेको उता कहाँबाट के बर्दिवास कि कहाँबाट चाहिँ छिराएर यता अहिलेको नयाँ खोलिरहेको छ नि त फास्ट सुरुङ मार्गको कि बिचमा छ नि त त्योहरू त्यो नागडुङ्गातिर मजा अब रमाइलो छ हौ ल आजलाई यति नै इन गरौँ